मलाई एकदमै राम्रो लाग्छ के त्यसको कथा। तपाईलाई पनि थाहा छ, उडन्त पुत्र। उडन्त पुत्रले के गर्यो? आफ्नो बाबासँग सबै सम्पत्ति मागेर, आफ्नो भागमा पनि उसले मागेर गयो। आफ्नो पहिचान चाहिँ उसले सहर बजारमा संसारमा खोज्न थाल्यो, मौज मस्ती गर्न थाल्यो है, रुपैयाँ पैसा खर्च गर्यो, बोयफ्रेन्ड गर्लफ्रेन्ड बनायो, सबै कुरा गर्यो। अन्तमा सबै कुरा सिद्धियो। अनि ऊ आफ्नो बाबालाई सम्झिन्छ, बाबाको घरमा आउँछ, अनि बाबाले चाहिँ कुरेर बसिराख्नु भएको छ। ऊ आउँछ अनि बाबा दौडेर उसलाई के गर्नुहुन्छ? गर्नुहुन्छ। बाबाले भन्नुहुन्न तिमीले सबै सम्पत्ति लगिस् त, छिछ जा निकाल मेरो घरबाट भन्नु भएन। तर उसलाई के गर्नुभयो? अङ्कमाल गर्नुभयो। त्यति मात्र होइन, उसको जुत्ता, उसको खुट्टामा के पहिराइदिनु भयो? जुत्ता। औँलामा के लगाइदिनु भयो? औँठी। त्यसपछि के गर्नुभयो? कपडा लगाइदिनु भयो, एकदमै राम्रो कपडा लगाइदिनु भयो, वस्त्र पहिराइदिनु भयो। र पुस्ट्याइराखेको पशु, एकदमै उत्तम पशु चाहिँ के गर्नुभयो? मार्नु भयो। छोराको अधिकार दिनुभयो। यदि प्रियहरू तपाईले आज संसारमा सामाजिक सञ्जालमा तपाईले आफ्नो पहिचान खोज्दै हुनुहुन्छ भने तपाईँ पिताको घरमा फर्किनुहोस्। प्रभुले तपाईलाई छोराको, पुत्रको अधिकार दिनुभएको छ। किनभने जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले के दिनुभयो? उहाँको सन्तान हुने अधिकार। यसकारण कोही ख्रिस्टमा छ भने के दिनुभयो? उसलाई सन्तान हुने अधिकार दिनुभएको छ। मैले संसारले दिने पहिचानको कुरा गरेँ। अब हामी नयाँ सृष्टि, परमेश्वरले दिने पहिचान। पहिलो कुरा हामीले अहिले भर्खरै सुन्यौं कि परमेश्वरले दिने पहिचानमा चाहिँ म परमेश्वरको सन्तान हुँ। दोस्रो, म नयाँ सृष्टि हुँ। सबैले भन्नुहोस्, म नयाँ सृष्टि हुँ। यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यदि हामी ख्रिस्टमा छौँ, यदि हामी परमेश्वरको सन्तान हौँ भनेदेखि उहाँले हामीलाई नयाँ हृदय दिनुहुन्छ, नयाँ सोच दिनुहुन्छ, नयाँ उद्देश्य दिनुहुन्छ, नयाँ जीवन दिनुहुन्छ। तपाईले यस्तो के उठ्छ? यस्तो के उठ्छ? यसरी पुतली उठ्छ। के उठ्छ? पुतली उठ्छ। के उठ्छ रे? पुतलीको जीवन चक्रको बारेमा थाहा छ? कतिजना स्कुलमा पढ्नु पनि भएको होला हैन? त्यो क्याटरपिलर, त्यो झुस्ले किरा हैन, त्यो कोकुनबाट निस्किन्छ एउटा सुन्दर के निस्किन्छ? बटरफ्लाई भएर निस्किन्छ। सबैले गर्नुहोस् त, बटरफ्लाई एउटा नयाँ सृष्टि भएर निस्किन्छ हैन? साना बाबुहरू चाहिँ आहा कति राम्रो पुतलीहरू पछि पछि दौडिरहन्छ है, कति सुन्दर देखिन्छ नि। त्यसैकारण यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईको पहिचान चाहिँ परिवर्तन हुन्छ है। तपाईको पहिचान चाहिँ बेग्लै हुन्छ। तपाईको पहिचान चाहिँ संसारका जवानहरू जस्तै तपाईको पहिचान हुँदैन। तपाईको पहिचान चाहिँ नयाँ सृष्टि भएको त्यो पुतली चाहिँ तपाईको पहिचान हुन्छ। कसरी हुन्छ? यदि हामी नयाँ सृष्टि हो भने म तपाईलाई बिन्ती गर्न चाहन्छु, तपाईले दैनिक बाइबल अध्ययन गर्नुपर्छ। तपाईले दैनिक के पढ्नुपर्छ? बाइबल पढ्नुपर्छ। तपाईले सुरुमा गाह्रो होला पढ्नलाई, तर एक पद पढ्नुहोस्, दुई पद पढ्नुहोस्, बढाउँदै लैजानुहोस्, पढ्नुहोस्। दोस्रो कुरा, सबैले भन्नुहोस्, प्रार्थना गर्नुपर्छ। तर हामीलाई प्रार्थना गर्ने पनि फुर्सद छैन। त्यसैले हामी दिनदिनै तपाईँ छोटो एक दुई लाइन भए पनि प्रार्थना गर्नुहोस्, त्यसपछि बढाउँदै लानुहोस्, तर प्रार्थना गर्नुहोस्। तेस्रो कुरा, पवित्र आत्माको अगुवाईमा हिँड्ने। तपाईँ जुनसुकै कुरा गर्नुहुन्छ तपाईँ पवित्र आत्माको अगुवाई माग्ने। यो गरौँ कि नगरौँ, तपाईँले के भन्नुहुन्छ प्रभु, उहाँको आवाजलाई सुन्नुहोस्, पवित्र आत्माको अगुवाई खोजौँ। चौथो कुरा,
असल साथीहरू खोजौं। मलाई थाहा छैन अहिले हामी कस्तो प्रकारको साथी बनाइरहेका छौं, खोजिरहेका छौं। तर तपाईको जीवन पूरा रूपले परिवर्तन हो, तपाईँ नयाँ सृष्टि हो भने तपाईँ असल साथीको छनौट गर्नुहोस्। पाँचौं कुरा, पापसँग कुनै पनि सम्झौता नगर्नुहोस्। छैठौं कुरा, मण्डलीको सेवा गर्ने। के गर्ने? सेवा गर्ने। यदि तपाईँ परिवर्तन हो भनेदेखि, नयाँ सृष्टि हो भनेदेखि। सातौं कुरा, आफ्नो विश्वासलाई साझा गर्ने। अरूलाई पनि तपाईले जुन विश्वास गर्नुभएको छ, जुन मुक्तिले उद्धार पाउनु भएको छ, त्यो कुरा अरूहरूलाई पनि बताउने। आज नयाँ सृष्टि हामी हुने हो भनेदेखि हाम्रो जीवन चाहिँ बेग्लै प्रकारको हुनुपर्छ। हाम्रो जीवन चाहिँ परिवर्तित जीवन, परिवर्तन भएको हुनुपर्छ। मलाई यो एउटा यसको उदाहरण पनि एकदमै मनपर्छ है। सावल चाहिँ के बन्यो? पावल बन्यो। के बन्यो? पावल बन्यो। के बन्यो? पावल। सावल चाहिँ कस्तो थियो? क्रिस्चियनहरूलाई सताउने, क्रिस्चियनहरूलाई मार्ने मान्छे थियो है। तर जब उसको जम्का भेट प्रभु यीशु ख्रीष्टसँग भयो, उसले प्रकाश पायो, उसको जीवन चाहिँ परिवर्तन भयो। उसले धेरै ठाउँहरूमा सुसमाचार सुनायो, उसले नयाँ करारका धेरै पुस्तकहरू लेख्यो। त्यसकारणले हाम्रो साँचो पहिचान चाहिँ येशू ख्रीष्टमा छ। तपाईको जीवन चाहिँ परिवर्तन हुन्छ जब तपाईले सही प्रकारले येशूलाई पहिचान गर्नुहुन्छ।